हेलो मर्निङ। चाहिँ म चाहिँ कति बजी 8 बजे छ होइन। म चाहिँ भर्खर उठ्दैछु। बाबु पनि सुतिरहेछ। म चाहिँ अब भ्लग बनाउन थालेको होइन। यसो ट्राई मार्न थालेको, मेरो खाली टाइमलाई युटिलाइज गरेको होइन। खाली टाइम त नभनौँ, जस यस्तो ल अब उठेर पानी चिया खाने हो। आज त पानी पर्दै रहेछ। हेरौँ त आजको मौसम। सो आजको मौसम चाहिँ यस्तो छ होइन। बाहिर चाहिँ म उठ्दा चाहिँ पुरा मस्त पानी परिरहेको थियो, ठुलो पानी आइरहेको थियो होइन। आजकल चाहिँ यहाँनिर चाहिँ असार साउनको जस्तो पानी परिरहेको छ। हाम्रोमा चाहिँ यसरी सब्जी रोपेको छ, सुन्तला छ होइन, सानो बिगान लगाएको छ, ठुलो बोट पनि छ। अनि यत्रो ठुलो पानी परिरहेछ। छानु पुन्टी मिलो भुइँदुरी छानु, मिलो छानु डल्ली उठ्नुभयो। मिलो छानु उठ्नुभयो। हिँड्नु त यहाँ, हिँड्नु आऊ छानु भुन्टी। मिलो छानु भुन्टी हो। को खाम छानुको हात खाम। सो मेरो चाहिँ डेली रुटिन प्रायः एउटै हुन्छ होइन। उठ्ने, कोठासोठा सफा गर्ने, बाबुलाई एकछिन खेलाउने, त्यही हो। अब आज पनि टक्क कोठाहरू सफा गर्ने हो नि। अनि त्यही हो, राम्रो बनाउने, त्यस्तै छ। सो रुम सफा गरिसकेर चाहिँ मैले चाहिँ बाबुलाई ड्रेसहरू चेन्ज गरिदिएँ। अनि त्यसपछि डाइपरहरू फेरिदिएँ। त्यस्तै गरेँ। त्यस्तै हुन्छ मेरो प्रायः डेली रुटिन एउटै। अनि म चाहिँ खाना बनाउनुतिर लागेँ होइन। मेरो चाहिँ अब खाना बनाउनु ड्युटी हुन्छ बिहानको। अनि मम्मी चाहिँ पर जानुहुन्छ नि त, हाम्रो चाहिँ खसी पालेको छ। अनि पर जानुहुन्छ। अनि म चाहिँ खाना बनाउनुतिर लागेँ। बाबु चाहिँ खेल्दै थियो। खाना बस्दै छ। मेरो सानोलाई हेर्न आएको। यहाँनिर आइपुगेछ मेरो छोरो छानु बुन्टी। यहाँ सुताएको मान्छे यसरी पल्टिन्छ, खाटमा त राख्नै हुन छोडो अहिले। त्यही भएर चाहिँ हामी यहाँ भुइँमा यसरी तन्ना ओछ्याएर राखिदिन्छौँ, नि खेल्छ। बाबु रुन थालेर म चाहिँ बाबुलाई एकछिन आफू ल्याउन थालेँ, खिलाउन थालेँ। यसरी हिँकिराखेँ, सानो कपडा राखिदियो भनेर। कुकु गऱ्यो भने चाहिँ एकदम धेरै खुसी हुन्छ मेरो छोरा चाहिँ होइन। एकदम धेरै रमाउँछ। हेर्दा हेर्दै मेरो बाबु पनि 5 महिनाको भइसक्यो। कति ठुलो भएको है दिनदिनै। कस्तो बोकेन भनेर भुइँमा राख्यो भनेर कस्तो रिसाउँछ। बाहिर लग्नु भन्छ, एकदमै धेरै बाहिर घुमाउनु साग। अनि त्यसपछि आलु, अनि त्यसपछि करेला पकाउनु पऱ्यो भनेर आलु र करेला भुट्नु पऱ्यो। यो करेला चाहिँ सुकेको करेला हो, पुरको करेला हो। एकदमै मिठो हुन्छ यसरी भुट्दाखेरि, साह्रै मिठो हुन्छ होइन। मैले चाहिँ पकाउन सुरु गरेँ। मैले चाहिँ साग पकाउन रेडी गरेँ। सागमा चाहिँ म चाहिँ जिरा र खोर्सानी मात्र पड्काएर पकाउँछु। जिरा, खोर्सानी र टमाटर पनि हाल्छु है म चाहिँ होइन। म चाहिँ त्यसरी पकाउँछु रायोको साग। मलाई चाहिँ मिठो लाग्छ त्यसरी पकाएको। मैले चाहिँ त्यति रेडी गरुन्जेलसम्म चाहिँ 9:30 भइसकेको थियो क्या। बाहिर चाहिँ फेरि एकदमै ठुलो त्यतिन्जेल बिहानदेखि परेको पानी अहिलेसम्म रोकेको छैन, गाह्रो छ। अनि मेरो बाबुलाई हेर्न गएँ फेरि। मेरो बाबु चाहिँ अनि मैले चाहिँ आलु र करेलाको लागि चाहिँ भुट्न फ्राई मात्रै गर्नको लागि चाहिँ प्याज र लसुन चाहिँ पड्काएँ। फेरि बाबुलाई हेर्दै गर्दै गर्नुपर्छ नि त। अनि सुत्यो अहिले चाहिँ मेरो बाबु होइन। त्यसरी सुते पनि हेरिराख्नुपर्छ क्या। फेरि यसरी मुख छोप्छ, हात चलाइरहन्छ नि त, डरै हुन्छ। त्यही भएर चाहिँ नि हेरिराख्नुपर्छ। अहिले चाहिँ सुत्यो। अनि फेरि आफ्नो कामतिर लाग्नु पऱ्यो होइन। त्यस्तै छ, गाह्रो छ म एक्लै मम हुनलाई चाहिँ होइन। मेरो चाहिँ आलु र करेलाको सब्जी चाहिँ मैले भुटेको मात्र हो कि, त्यही माथि सादा लसुन पड्काएर प्याज पड्काएर भुटेको मात्र हो कि। मलाई चाहिँ यति मनपर्छ होइन। यस्तो मिठो हुन्छ यसरी भुटेको पनि। ल यस्तो देख्यो मेरो। अनि यहाँ साग छ, यहाँ दाल छ। ओके, आजको चाहिँ यही हो मेरो रेसिपी। ल आजको चाहिँ मेरो रेसिपी चाहिँ यस्तो छ है। साग भयो, भात भयो,
आलु र उसको करेलाको सब्जी दाल भयो। अब घिउ हालेर मैले चाहिँ यसरी बसेर घिउ हालेर अनि गमसँगले खाना खाएँ बाबु उठ्नुभन्दा अगाडि नै। अनि त्यसपछि अहिले चाहिँ दिउँसोको कति 2 बजिसकेको छ होइन। अहिले चाहिँ पानी रह्यो, हामी चाहिँ भर्खर उठेको सुतेर होइन। अनि बाबु पनि सुत्यो, म पनि सुतेँ, भर्खर उठेको। अनि मेरो बाबुलाई चाहिँ बाहिर लग्नु पऱ्यो भनेर अनि बाहिर लिएर गएँ। ऊ चाहिँ एकदमै खुसी हुन्छ बाहिर देख्दाखेरि। फेरि अहिले चाहिँ घाम लागेको छ होइन, घाम लागेको छ। अनि मेरो बाबुलाई चाहिँ बाहिर राख्नु पऱ्यो भनेर यस्तो गाडीहरू हेर्नु छोरा चाहिँ। आऊ यहाँ बेबीसँग आऊ न, बेबीसँग आऊ न, बेबीसँग भाइसँग आऊ, भाइलाई हेलो बनाऊ छिटो। मेरो दिउँसोको खाजा चाहिँ आज चाहिँ आलु उसिनेर खाने विचार गऱ्यौँ हामीले चाहिँ होइन। अनि यो चाहिँ आफ्नै बारीको आलु हो, आलु बसाएँ। अनि मैले चाहिँ बाबुको लिटो रेडी गर्दैछु होइन। बाबुलाई चाहिँ लिटो खुवाउन थालेको छ, आफै बनाएको घरमै त्यसरी खुवाउन थालेको छु मैले। यतिको भयो। मेरो बाबुसँग चाहिँ यहाँ रेस्लिङ पर्छ खाने बेलामा, फेरि एकदम धेरै छटपटाउँछ, उता कुद्नु भन्छ, के सरेको रहेछ, मलाई हैरान लगाउँछ खुवाउने बेलामा चाहिँ। सो यति चाहिँ खाइसक्छ मेरो बाबुले चाहिँ, बल्ल बल्ल रुँदै कोच्याउने गरेको छ होइन। अचेल चाहिँ मैले पनि चाखेँ कस्तो रहेछ भनेर, मिठो रहेछ। सो अनि दिउँसोको यति गर्दाखेरि चाहिँ मेरो 3 साढे 3 बजिसकेको रहेछ। अनि यसरी नै बित्छ मेरो चाहिँ दिनहरू होइन। आजको खाजा चाहिँ टिमुरको अचार र आलु भयो है। ल आजको लागि चाहिँ यति नै होइन। अहिले चाहिँ बेलुकाको 5 बज्यो, घाम लाग्दैछ। बिहान चाहिँ एकदमै ठुलो पानी भएको थियो, अहिले चाहिँ घाम लाग्दैछ। थ्याङ्क यू फर वाचिङ माई ब्लग।